Hello guys, welcome back to YouTube channel. आज हामी सानो मिनी भ्लग गर्न गइरहेको छु। हामी चाहिँ अहिले इलाट आइपुगिसक्यो। आज चाहिँ सेकेन्ड डे हो। यो चाहिँ इलाटको अन्त हामी यो के जग्गा रेड क्यानियन भन्ने जग्गा आइरहेको छौँ। अब अरू चाहिँ तपाईँहरूलाई हामी पनि भ्यूहरू देखाउँछु। ल है साथीहरू, अब हामी चाहिँ रेड क्यानन हेर्नु गएको है। हामी चाहिँ अब होटेलमा बसेको थियौँ अनि बिहानै 6 बजी चाहिँ हामी रेड क्यानन हेर्नु गएको। अनि तपाईँले यो डाँडा काँडा देखिरहनु भएको छ है। यो चाहिँ रेड क्यानन जाँदा देख्छ र यो चाहिँ डेजर्ट एरिया अरे, यो कहिले पानी नपर्ने एरिया है। अन्त यो चाहिँ एकदम दामी छ, भ्यूहरू हेर्नु न कति चाहिँ दामी छ है। अनि यो रेड क्यानन चाहिँ किन भनेको भन्दा चाहिँ रेड स्यान्डस्टोनले अब सनरे पर्ने हुनाले चाहिँ यसलाई रेड क्यानन भनेको रहेछ। अनि यो बोर्डरहरू देख्नुहुँदैछ, यो बोर्डरहरूको उता चाहिँ इजिप्ट पर्छ अरे है। अनि एकदम दामी जग्गा रहेछ यो चाहिँ, एकदम हामीलाई चाहिँ पुरा रमाइलो भयो है। अन्तखेरि यहाँ चाहिँ अब यस्तो दामी हामीलाई चाहिँ यस्तो मजा आयो है। अनि तपाईँहरूले पनि हेर्नु होला, यो भ्यूहरू मजाले हेरेर इन्जोय गर्नु होला हामी सँगसँगै। अनि यो जग्गा चाहिँ एकदम फ्री अफ कस्ट हो है। तपाईँहरूले अब इलाटमा बसेर तपाईँहरूले होटेल लिनु सक्नुहुन्छ। त्यहाँबाट चाहिँ उता चाहिँ आफ्नो बसमा आफ्नो गाडीमा जेमा जाँदा पनि भयो है। अन्त यसरी चाहिँ हामी चाहिँ बिहानै गएको थियौँ र एकदम रमाइलो भयो हामीलाई चाहिँ। र तपाईँहरू पनि इन्जोय गर्नु होला हेरेर र लास्टसम्म हेरिदिनु होला। हेलो गाइस, आज हामी चाहिँ आइपुग्यौँ हो। हामी रेड क्लिफमा आइपुगेको हो। पहाडहरू देख्नु सक्नुहुनेछ, पहाड देखाइदिनुहोस्। ए पहाडमा यस्तो ब्युटिफुल केटीहरू पनि छौँ यहाँ हामी हो। थुप्रो हो कौन है ये लड़की, इतनी सुंदर होके किधर जा रही है? सुंदर बन के मत जाओ। उधर ही रखेगा तुमको। किडनैप करेगा तो क्या करेंगे हम बचा नहीं सकते। कता गएको हट भएर, क्युटी भएर, सेक्सी भएर, कन्डोहरू पिटिक पारेर। यो हो हाम्रो ग्रुपहरू चाहिँ। यहाँ हुनुहुन्छ भूमि म्याडम, हेलो भनिदियो। यहाँ हुनुहुन्छ हाम्रो हेमा म्याडम। कपालहरू त खतरा है। पहिला मेरो भिडियो गरिदिन्छस्? यहाँनिर यहाँ भन्दा दामी जग्गा छ। पकाइचिने 13 बजी यहाँ नि त अन्त बाटो पनि अन्त ए आउनु त कसरी आउनु त अर्कै बाटो नि बहिनी, त्यस्तो उयो नगर। कुन चाहिँ अर्को बाटो? अर्को कुन चाहिँ बाटो? यही बाटो अर्को छ त बाटो माथिबाट आउँछ। यहाँनिर दुईजना दिदीहरू हुन्छ, हामी दुईजना यहाँ छौँ। हेमा देखिस् कहाँ गयो हरायो त्यो। मेरो त उयो गिम्बलै बिर्सेछु पो घरमै। त्यत्रो हिजो अस्तिको दिन चार्ज गर्यो।
कथे लो है साथीहरू यहाँ चाहिँ हामी फाइनली होइन हेरेर पनि अब हामी चाहिँ फर्किँदैछौँ है अब फर्केर चाहिँ हामी होटेलतर्फ लाग्दैछौँ र हामीलाई एकदम मजा आयो तपाईँले पनि देख्नुभयो होला भ्यूहरू है त्यो रेड क्याननहरू कर्ड भएकोहरू देख्नुभयो होला त्यो चाहिँ एकदम उयो अब नेचुरल रहेछ होइन हावा पानीले बनिएको रहेछ र हेरेर हामीलाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला है र धेरै धेरै धन्यवाद र यसरी हामीलाई मायाहरू दिनु होला